नमस्कार साथीहरू। आज म कक्षा 11 को पाठ 7 मा रहेको पर्यावरणका सम्भावना र आयामको पाठको चर्चा गर्न गइरहेको छु। यसमा प्रश्न यस प्रकार रहेको छ: नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ? उत्तर सुन्नुहोला। विश्वको सर्वोच्च शिखर सगरमाथाको साथमा कञ्चन हिम श्रृङ्खलाको काखमा एसिया महाद्वीपको माझमा मुस्कुराइरहेको प्रकृतिको सुन्दर नाट्य रङ्गमञ्च नेपाल भौगोलिक विविधताले पनि भरिपूर्ण रहेको छ। यहाँ हिमाल, पहाड र तराईको जलवायु पनि विषम नै रहेको छ। अनि जैविक विविधता र पारिस्थितिक प्रणाली पनि फरक फरक प्रकृतिको छ। नेपाल प्राकृतिक दृष्टिकोणले मात्र नभई जैविक दृष्टिकोणले पनि समृद्ध मुलुक बन्न पुगेको छ, जसका कारण नेपाल पर्यटनको आकर्षण केन्द्र बन्न पुगेको छ। पर्यावरण भनेको पृथ्वीको सतह र त्यसभन्दा माथि फैलिएको वायुमण्डल प्राकृतिक अवस्था हो, जहाँ हावा, पानी, प्रकाश, वनस्पति, जीवजन्तु, खनिज आदि सम्पूर्ण प्राकृतिक वस्तुहरू पर्दछन्। यही विविधताकै कारण नेपाल पर्यावरणीय दृष्टिकोणले सम्पन्न मुलुक भएकाले पर्यटकीय गन्तव्य बन्न पुगेको छ। नेपालको पर्यावरण र पारिस्थितिक प्रणालीलाई वारदाली सहितको 5 तले घरसँग तुलना गरिएको छ। भुइँ तला तराई, पहिलो तला चुरे मधेस, दोस्रो तला पहाडी प्रदेश र तेस्रो तला पर्वतीय प्रदेश, चौथो तला उच्च पर्वतीय भाग, त्यसको शिरमा हिमाच्छादित छानाको रूपमा अनि उत्तरी महोडामा बारदाली झैँ निस्केको भोट प्रदेश भनी कल्पना गरिएको छ। पर्वतीय धरातलको प्राकृतिक विविधता र तिनको अद्भुत प्राकृतिक छटाहरूको आकर्षणको कारण विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकहरूको वर्षेनी घुइँचो लाग्ने गर्दछ। पर्यावरण, प्राकृतिक सम्पदा एवं सांस्कृतिक विविधताको आकर्षणका कारण नेपाली पर्यटन व्यवसाय पनि मौलादै गएको पाइन्छ। भौगोलिक विविधतामय नेपालको जलवायु पनि उष्ण, उपउष्ण, शीतोष्ण र हिमाच्छादित गरी कटिबन्धहरू भएकाले जैविक विविधताको खानी हो। अहिले नेपालमा इको टुरिज्म दिन प्रतिदिन फस्टाउँदै गएको छ। पर्यटन व्यवसाय प्रबन्धन गरी पर्यटकीय गतिविधि जलस्तर र आकाशमा समेत सञ्चालन गरेर लाखौँ पर्यटक भित्राई वैदेशिक मुद्रा आर्जनी गरी देशको अर्थतन्त्र सुधार्नुका साथै रोजगारका अवसरहरू सिर्जना गर्न सकिन्छ। पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, वन्यजन्तु अवलोकन र रक क्लाइम्बिङ आदि, स्थलगत र र्याफ्टिङ, बोटिङ जस्ता जलक्रीडा, त्यस्तै पर्वतीय उडानहरू, प्याराग्लाइडिङ, अल्ट्रालाइट एयरक्राफ्ट आदि आकाशमा गर्ने क्रियाकलापले पर्यटकहरू आकर्षक हुन्छन्। यसरी विविधतामय नेपाली पर्यावरणले गर्दा पर्यटनलाई महत्त्वपूर्ण योगदान पुर्याएको पाइन्छ। धन्यवाद साथीहरू, यतिसम्म सुनिदिनु भएकोमा। यदि म यस्तै भिडियो बनाऊँ भन्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।